जलपरीहरू कहाँदेखि कुद्दै आए यस्तरी जलपरीहरू कहाँदेखि कुद्दै आए यस्तरी नाम भन् त के हो प्रचण्ड केपी शर्मा देउवालाई हेलो एन्ड वेलकम टु आवर अनदर भ्लग। आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। म त सन्चो हुने नै भइहाल्यो। अनि आजको नयाँ दिन नयाँ भाइब्स ल्याएर म तपाईँहरू समक्ष उपस्थित भइ नै सकेको छु। सो मौसम पनि एकदम क्लियर, निट एन्ड क्लिन है, सफा सफा मौसम। आज चिसो पनि छ तर ठिक्क चिसो छ अनि ठिक्क तातो पनि छ। सो आजको दिन चाहिँ एकदमै रमाइलो हुनेवाला छ है। यो मेरो रुम नजिकै राम्रो सिनहरू भएको ठाउँ हो यो चाहिँ है। भित्र चाहिँ दामी ग्राउन्ड छ र गेम सेम पनि खेल्न सकिन्छ। यो जापानको बच्चा बच्चीहरू पढ्ने स्कुल यस्तो हुन्छ यहाँ। बच्चा बच्ची पढ्ने स्कुल चाहिँ यो पनि हेरिहाल्नुहोस् एकचोटि होइन, देखाइदिइहालौँ भनेर। हिजो चाहिँ म गएको जाँदाखेरि चाहिँ बसरुममै भुलेर चाहिँ एकदम कुद्नु परेको थियो हिजोको ब्लगमा। आज चाहिँ मस्तले सबै कुरा एकदम केयर गरेर पहिल्यै मैले राखिरहेको थिएँ। आज चाहिँ एकदम सजिलो भयो। हिजो जस्तो दौडिनु चाहिँ परेन आज एकदम मस्तले। अनि यो मौसमको मजा लुट्दै बाटोमा लखार हिँडिरहेको छु म एक्लै। आज चाहिँ एक्लै चाहिँ भइँदैन, सायद केटाहरू पनि भेटिन्छ होला पछि बेलुकातिर। केटाहरूसँग एकछिन रमाइलो गर्ने नै छौँ। एन्ड गाइज म चाहिँ ट्रेनको स्टेसनमा पुगिसकेको छु। सो अब हामी यहाँभित्र चाहिँ इन्टर गर्छौँ। म जान्छु मेरो गएको। अब म गर्छु इन्टर। हिजो यसैको लागि म कुद्नु परेको थिएँ बहुत धेरै। यस्तो टच गरेपछि खुल्छ, नत्र भने रातो लाइट बलेर हामीलाई डिस्टर्ब हान्छ। ढोका खुल्छ अब, ढोकाभित्र चाहिँ म इन्टर हुन्छु। अनि म स्टेसनबाट भइसकेको छु एक्जिट। मान्छेहरू चाहिँ टन्नै जेब्रा क्रस गरिरहेको रहेछ। त अब हामी यहाँदेखि जान्छौँ अगाडि। अब के कुरा गरौँ त अब आजको विशेष टपिक्स त केही पनि छैन। अब अहिले एकछिनपछि म फेरि त्यही हिजोको जस्तै गएकोमा जान्छु। गएकोबाट फेरि निस्किन्छु। निस्किसकेपछि आज चाहिँ साथीहरू भेटिन्छ नि। मान्छे यस्तरी कुदिरहेछ नि, तपाईँ देख्न सक्नुहुन्छ। यो बिल्डिङ चाहिँ कस्तो दामी देखिन्छ क्या जहिले पनि। यो चाहिँ के होला यस्तो, यहाँभित्र चाहिँ ढुङ्गा भरेको छ, बाहिर चाहिँ यस्तो छ। सायद कतिपय मान्छेहरूलाई चाहिँ थाहा छ, यो स्पेसियल्ली हाम्रोतिरको लगभग कालीपुरतिरको मान्छेहरूलाई चाहिँ म्याक्सिमम् थाहा छ यो चाहिँ के हो भन्ने कुरा। यता छन् हाम्रा चराचुरुङ्गीहरू खाइरहेको छन् यिनीहरूले बिहानको नास्तामा खाँदैछन् यिनीहरूले। के हो यो मलाई पनि थाहा छैन। अनि गाइस अब म केही पनि धेरै नबोली म चाहिँ अब जान्छु मेरो गएकोतिरको बाटो। जलपरीहरू कहाँदेखि कुद्दै आए यस्तरी। अनि आज पनि फेरि भेट भइसकेको छ हाम्रो माइलो दाईसँग। ए सरी कहाँ माइलो दाई, भ्यागुत्तो पो त। सरी कहाँ माइलो दाई, भ्यागुत्तो पो त। एन्ड गाइस मेरो चाहिँ दिनभरिको क्लास चाहिँ सकिसकेको छ। केटाहरूलाई बेलुका भेट्छु भनेको थियो नि त। भेटिसकेपछि आज दर रमाइलो गर्नुपर्छ भनेको थियो। अब भेट्न त अलिकति भेटौँ भनेर भनेको थिएँ। अब कोहीसँग पनि भेट भएन, तर अब एकजनासँग चाहिँ मेरो भेट हुँदैछ र अब टक्क म जाँदैछु है उनीहरू भएको ठाउँतिर। अनि म अब त्यहाँ गइसकेपछि चाहिँ म तपाईँहरूलाई चाहिँ बाँकी देखाउँछु। 2000 years later. एन्ड गाइस म जाँदैछु उनीहरू भएको ठाउँतिर। अगाडि चाहिँ आइरहेको रहेछन्। हेलो कमल सर। ओहो बहिनी पनि आइरहेछन् त। हेलो बहिनी, ल खै हात मिलाऊ ल छिटो। ए ल बधाई छ तिमीलाई। बधाई किन भने मलाई थाहा छ, किन भने मलाई पनि थाहा छैन त्यो कुरा त। फेरि यत्तिकै भनिदिएको नि त। अनि यसो भेटेको अनि बधाई त नमान्नु पर्थ्यो, बधाई भनेछु। ओहो अब एकछिन अब हामी चाहिँ सबैजना चाहिँ यस्तरी आउनु पर्ने भएका हुनाले हामी चाहिँ सक्छौँ। हामी ल हेलो भन्नु हेलो। त्यसपछि टोटल भन्नु अलि ठुलो सरले ल भन ओके। लाइक सेयर पनि सेयर। अब हाम्रो बहिनी चाहिँ भेट भएको थियो। बहिनीको काम रहेछ बिचरा। ल बहिनी ल ओके बाई। एकदम भवाल ठाउँमा चाहिँ जाँदैछ मैले चाहिँ तत्काल।
उहाँ हो हाम्रो कमल सर उर्फ के भनौँ अब विशेष ठाउँमा चाहिँ हामी जान लागेको उहाँ अगाडिको चाहिँ तपाईँको गर्लफ्रेन्ड होइन छौँ मेरो गर्लफ्रेन्ड त होइन अब मानम न एकछिनको लागि केटो मस्किसकेको छ अहिले चाहिँ अब तपाईँहरूले हाम्रो एकदम बबाल सिन चाहिँ देखाउनलाई चाहिँ लगिरहेको छौँ होइन मुट्टु जापानको मुट्टु भनेर ठाउँमा मुट्टु जस्तै अब ठाउँमा चाहिँ अब जाने भनेर अब उनीहरूको प्रस्ताव आइसकेपछि हामी चाहिँ जानलाई एकदम रेडी लिफ्ट चढिसकेका छौँ हामी त 10 नम्बरवालामा आए त्यस्तो अब यस्तै 10 नम्बरबाट झरेर हामी फेरि अर्को नम्बरमा चढ्ने नै छौँ एन्ड फाइनल्ली गाडी चाहिँ हामी चाहिँ अब तपाईँहरूले भर्खरै भनिसकेको डेस्टिनेसनमा लगभग हामी चाहिँ आइसकेका छौँ अब तपाईँलाई चाहिँ हामीले एकदम देखाउनु गइरहेको ए हेर्नुहोस् यस्तो छ यतातिर हामी चाहिँ विशेष जापानको 1 नम्बर ल हामी चाहिँ एकदम छौँ बिल्डिङहरूको माथि यहाँ चाहिँ एकदम देखिरहेको छ यताको मुनि यस्तो ट्रेनहरू कुदिरहेको पनि देखिन्छ अनि आज चाहिँ बाहिर एकदम धेरै पानी परेको भनेर आज चाहिँ हामी योभन्दा अलिक धेरै भिडियो चाहिँ बनाउनु सक्ने अवस्थामा चाहिँ भएन त्यो भएर आज चाहिँ हामी सायद यतिमा चाहिँ हामीहरू लगभग इन हुन्छ होला जस्तो लागिसक्यो मलाई भोलि चाहिँ बरु डर हुन्छ होइन आज चाहिँ अलि पानी खानी आएर अलि धेरै ल्याङ भयो क्या हाम्रो चाहिँ अलिकति गाह्रो भइरहेको छ अब भोलि फेरि तपाईँहरू समक्ष हामी फेरि आउने नै छौँ त्यतिखेरसम्मको लागि बाई बाई ओके बाई